तपाईँ चाहिँ काङ्ग्रेसभित्रको चित्त नदुखाउनुहोस् है। ल भन्नुहोस्। चित्त दुखाउनुहुन्न नि? दुखाउनु के? तपाईँ काङ्ग्रेसभित्रको दही चिउरे है। हामीले यो पालि मुद्दा परेका कुनै पनि भ्रष्टाचारको मुद्दामा मुसिएका कसैलाई पनि टिकट दिएको छैनौँ। म विजय कुमार गच्छदारको नाम भनेको भनै छु। विजय दाईको केसमा पनि अब मलाई लाग्छ त्यो चाहिँ अब त्यो समुदायलाई पनि समेट्न एकदमै महत्त्वपूर्ण थियो। यसको जवाब तपाईँहरूसँग हुँदैन क्या? हजुर। नमस्कार साथीहरू, स्वागत छ तपाईँहरूलाई मेरो युट्युब च्यानलमा। सो आज पनि फेरि म नयाँ रिएक्सन भिडियोको साथमा पुनः उपस्थित भइसकेको छु। सो आज चाहिँ हामी हेर्दैछौँ चुनावी क्यान्डिडेट एक्सपोज्ड भन्ने छ पर्वत बस्नेत दाईको। उहाँको भिडियोहरू चाहिँ म प्रायः हेरि नै रहेको हुन्छु। सो लेट्स डाइभ इन्टु द भिडियो, हेरिदिउँ कस्तो रहेछ है त। स्क्रिन प्रकट भयो, प्रकट। तपाईँ चाहिँ काङ्ग्रेसभित्रको चित्त नदुखाउनुहोस् है। ल भन्नुहोस्। चित्त दुखाउनुहुन्न नि? दुखाउनु के? तपाईँ काङ्ग्रेसभित्रको दही चिउरे है। उदाहरण दिने गर्छ नि, कलाकारहरूले कलाकारकै क्षेत्रमा काम गर्ने हो, गायकहरू गाउने नै हो, अभिनेताहरूले अभिनेताकै काम गर्ने हो, अभिनेत्रीहरूले अभिनेत्रीकै काम गर्ने हो, सेलिब्रेटीहरूको क्षेत्र फरक हुन्छ। आज हेर्नु न, राजनीति चाहिँ तपाईँहरू पेसावरहरूको बिर्ता हो। 46 सालमा तपाईँ त केट नै हुनुहुन्थ्यो, हामी लडेको क्या। हजुर। 62-63 सालमा सञ्चारकर्मी भएर हामी लडेको, सडकमा हामी पनि गएको होइन। राजतन्त्र फाल्ने लडाइँमा हामी पनि लडेको, जनता नै लडिदिएको। न त तपाईँहरू बदाम र सुन्तला खाएर बस्नुहुन्थ्यो खुला मञ्चमा। हामीले यो पालि मुद्दा परेका कुनै पनि भ्रष्टाचारको मुद्दामा मुसिएका कसैलाई पनि टिकट दिएको छैनौँ। म विजय कुमार गच्छदारको नाम भनेको भनै छु। विजय दाईको केसमा पनि अब मलाई लाग्छ त्यो चाहिँ अब त्यो समुदायलाई पनि समेट्न एकदमै महत्त्वपूर्ण थियो। यसको जवाब तपाईँहरूसँग हुँदैन क्या? हजुर। होइन हजुर। यो देश बिगार्नुमा सबभन्दा धेरै जिम्मेवारी त काङ्ग्रेसले लिनुपर्छ नि। मेरो यो आक्रोशको प्रश्न त काङ्ग्रेसले बनाइदिया हो नि। किनकि जेठो कुनै पनि घरको जेठो मान्छेले त्यो घरको जस अबजस सबै ग्रहण गर्नुपर्छ। यो पार्टी जेठो पार्टी हो, यसले मुलुकको समृद्धिसँग नि र मुलुकको रूपान्तरमा उसले गरेको नेतृत्वको जस पनि उसले लिनुपर्छ। अहिलेसम्म जेठो थियो होला, नागरिकको जस अबजस पनि नेपाली काङ्ग्रेसले अहिलेसम्म जेठो थियो होला, अब त माइलो हुने दौड होला। एउटा नेताको छोरी पनि म माथि ट्याग छ क्या। नेताको छोरी ट्याग होइन, तपाईँ नेताकै छोरी हो। सही हो। नमस्कार, जय नेपाल। यति बेला त तपाईँहरूलाई नमस्कार गर्नु त सजिलो, त तपाईँहरूको हातमा ग्लु लाएर छोडिदिनु पाए ढुक्क हुन्थ्यो होला। यहाँ राति सुतेको बेला नि यसरी सुत्नुहुन्छ होला है तपाईँहरू? होइन यार, यो त कडा रहेछ नि त यार। मौन अवधिमा पैसा बाँडेर यता गरेर कसैले सोचेको छ भने त्यो मूर्खता हो। बादमा त अब त पैसा मौन अवधिमा बाँड्यो भने हामी चाहिँ पहिल्यै बाँड्नु पर्यो। यो लमजुङका जनताका लागि चाहिँ तपाईँले प्राप्ति गरेका चिजले तपाईँ भाग्यमानी, तपाईँलाई नेता बनाउनु चाहिँ लमजुङका जनता चाहिँ अभागी होइन। म तपाईँलाई अप्रिसिएट गर्छु। राष्ट्रियताको मुद्दामा तपाईँको अडान, परिवर्तनको मुद्दामा तपाईँको अडान, काङ्ग्रेस सुधारको मुद्दामा तपाईँको अडान। तर दिनभरि त्यही भाषण गर्ने, बेलुका गरे त्यही काङ्ग्रेसको कालो मुसो दल्ने, त्यो त तपाईँ नै हो। ओ भाइ गरे बेइज्जती हो गयो भाइ। अनि पार्टीलाई कुनै कुरा त सुधार्न पर्यो नि। हजुरले नदी छ र नै बिजुली निकाल्नुहुन्छ, नदी छ र निकाल्नुहुन्छ, अहिले हावाबाट पनि निकाल्नुहुन्छ। हावा छ र न बिजुली निकाल्नुहुन्छ, सौर्य छ र न बिजुली निकाल्नुहुन्छ, तिनटै छ र छैन भने के छ नि? पार्टी छ र तपाईँले करेक्सन गर्नु। भने यो मुलुकका काङ्ग्रेस भएन भने मुलुक डुब्छ, आकाश झर्छ। चुजुले यो 34 वर्ष सत्ता प्राप्त गरेर मुलुकलाई यो अवस्थाले बनाएको नि, यी सबै कानुन कारबाहीको भागी हुन्छन्। अबको पार्लियामेन्ट थुन्ने जेल कहाँ बनाउने? होइन, मैले हजुरले सुन्नु त, पार्लियामेन्टमा मैले बोलेको छु अब नेपालमा ठुलो जेलहरू बनाउनुपर्छ। मैले यो बोलेकै छु तपाईँलाई, त्यो धेरै हाइलाइट। यिनीहरू बस्ने जेल पनि, जेलको कोठा पनि यिनीहरू एकै ठाउँमा बस्ने चाहिँ बनाउनु हुँदैन डाक्टर चन्द्र भण्डारी। यिनीहरू फेरि त्यहाँ पनि षड्यन्त्र गर्छ।
बन्दीपुर धरमपानीको सडकलाई बजेट छुट्याउनका निम्ति पहल लिदिनु पर्यो भन्नु धेरै सडकहरू छन्। मैले कतिवटा सडकका नाम लिऊँ तपाईँलाई होइन भानु 51 सालको निर्वाचनमा चाहिँ चुनाव प्रचारमा हिँड्दा पुरै क्षेत्र पैदल हिँडेको हो के पुरै क्षेत्र। आज त हामी कुनै पनि ठाउँ पैदल गएको छैन, कुनै पनि ठाउँमा पैदल गएको जानु परेको छैन। आज 2082 सालमा आज 2026 सालमा तपाईँ र म के भनेर गर्व गरिरहेको छौँ या तपाईँ के भनेर गर्व गरिरहनु भएको छ भने हामीले जनताको घरमा बत्ती पुर्याइदियौँ पैसा लिएर, हामीले जनताको घरमा तपाईँ सञ्चार सेवा पुर्याइदिउँ पैसा लिएर कमिसन खाएर, हामीले जनताको घर घरमा बाटो पुर्याइदिउँ, हामीले स्कुल खोलिदिउँ। त्यो ढुङ्गै युग हो। म त राष्ट्रिय सभाको सदस्य निर्वाचित सांसदहरूले बरु निर्वाचित सांसदहरूले जे राष्ट्रिय सभा सदस्य गर्न पर्दैन, भत्ता मात्रै खाएर बस्ने हो र पनि भत्ता मात्रै खाने हो र। मलाई भन्ने कुरा के हो भने एमालेलाई हामीले पटक पटक निर्वाचित अरूलाई गर्यौँ, एमालेलाई गरेका एमालेलाई गरेका छैनौँ। यसपटक हामी एमालेलाई निर्वाचित गर्छौँ, सबैलाई हेरौँ। कार्यकर्ताको जानुभयो कि मधेस समेट्ने यो सबै यो हाम्रो यो एउटा चाहिँ मिसनले गर्दाखेरि तपाईँ नेताहरूको चाहिँ कस्तो हुँदो रहेछ भने त्यही विषय अर्कोलाई पर्यो भने चाहिँ मस्तसित ठोक्ने, आफूलाई परे पछाडि मुख लुकाउने क्या। तनहुमा उपनिर्वाचन हुँदा तपाईँकै पार्टी सभापति र पार्टीको उपसभापतिले गरेको भाषणमा चाहिँ टुरिस्ट भएर आएकाले चाहिँ विकास गर्दैनन्, पर्यटकलाई पर्यटककै रूपमा सम्मान गर्नुपर्छ भन्ने, आफू चाहिँ फेरि पर्यटक हुन जाने। यो नेताको जिब्रो चाहिँ कतिवटा हुँदो रहेछ सचिनजी? तपाईँले एउटा स्ट्याटस लेख्नु भएको थियो, एक दिनमा यत्रो क्षति, जनताको आन्दोलन यस्तो हुन सक्दैन, कुनै पनि हालतमा कुनै पनि बहानामा यस्तो विध्वंसात्मक हुनै सक्दैन, त्यसमाथि यत्रो षड्यन्त्रको आरोप जेनजीका नाममा नेपाली युवाहरूमाथि, यस्तो हुनै सक्दैन, हामी बिर्सने छैनौँ। हो, हामी बिर्सने छैनौँ। यस विध्वंसका योजनाकार र मतियार, अनि यो विध्वंसको त योजनाकार र मतियार त तपाईँकै घरभित्र भन्छन्, अनि कसरी बिर्सिनुहुन्छ त? त्यो आन्दोलनको क्रममा जो 76 जनाको हत्या भयो नि, हत्या त मान्नुहुन्छ होला नि, मृत्यु भयो, गोली हानेर मानिस मरेको मृत्यु हुन्छ र त्यसलाई त हत्या भन्ने होला नि। मेरो खराब पानी छ, मेरो हत्या हो कहाँ मृत्यु? प्रतिजी त त्यो दिनमा पनि 23 गते पनि झन्डावाल गाडी र डन्डावाल सुरक्षामै हुनुहुन्थ्यो होइन? 24 गते पछाडि गाडी कता डन्डा कता आफू कुन्दुलोमा भयो। तपाईँहरूले एउटा सत्ताको नेतृत्व गरिरहेको नाताले यो जे प्रकारको अवस्था भयो, जे प्रकारको घटना घट्यो त्यसको हामी जिम्मेवारी लिन्छौँ भनेको पनि मैले काहीँ सुनिनँ, अनि हामी अब सचिन्छौँ भनेको पनि काहीँ सुनेको छैन। मेरो कानमा समस्या भयो कुरामा म कहाँनिर सहमत छु भने हाम्रो भनाइ र गराइ मिलेन। हामीले जे भनेका थियौँ त्यही गर्न खोजेको। भनाइ र गराइ नमिल्नेलाई, यो भनाइ र गराइ नमिल्नेलाई चाहिँ छेपारो भन्छन्। चितवनकै नेता बन्ने हो तपाईँ भन्नुभएको छ। आजको दिनमा चितवनको नेता भनेर मान्छेले सम्झिँदा त अर्कै पात्र सम्झिन्छ, तपाईँ कसरी भन्नुहुन्छ त? होइन, चितवनको मात्रै होइन, चितवनको अब हिजो म स्थानीय तह महानगरपालिकाको हुँदै अब समग्र चितवन हुँदै राष्ट्रिय स्तरको राजनीतिमा, राष्ट्रिय राजनीतिमा अब आफ्नो तर्फबाट समग्र चितवनमा तपाईँहरूले स्पेस छ त रवि लामिछाने हुँदा हुँदा? पोइन्ट टु बी नोटेड। 56 सालमा तत्कालीन नेपाली कङ्ग्रेसले यति अनपपुलर थियो कङ्ग्रेस, किशुनजी जस्तो बेदागी नेतालाई प्रधानमन्त्रीको क्यान्डिडेट घोषणा गरेर गयो, उहाँलाई पर्साबाट चुनाव जिताएर ल्याइयो, उहाँको नेतृत्वमा सरकार पनि बन्यो। तर गिरिजाप्रसाद कोइरालाको चाहिँ सुरुदेखि यसरी चाहिँ निकनिक सुरु भयो, उहाँ बालुवाटारबाट रुँदै निक्लिनु भयो। रवि लामिछाने चाहिँ दुधले नुहाएको हो र गऱ्यो भने आज तपाईँलाई गाउँ सडकमा कुनै पनि ठाउँमा काङ्ग्रेसलाई गाली गर्दैन क्या, होइन? त्यस कारणले दुई कारणले गर्दैन, गाली दुईटा चिज भएपछि गर्दैन। एउटा गल्ती गरेन भने गाली गर्दैन, एउटा उसँग आशा सकियो भने गाली गर्दैन। अहिले के कुरा उठेको छ त, पहाड के रहेछ भन्न मलाई पहिल्यै प्रश्न सोध्नु पऱ्यो। मैले त्यही भन्नु, त्यहाँ त म आउँदैछु। मलाई त अहिले पहाड सोध्नु छैन, मलाई अहिले हिमाल सोध्नु पनि छैन, मलाई नेपाल सोध्नु छ क्या। सबैको पीडा त्यो तराई
सम्म छ तर त्यहाँ गरिबी छ अन्न भण्डार त्यही हो त्यहाँ सबभन्दा धेरै गरिबी छ होइन त जे अवस्था यो मुलुकमा भइरहेछ म एकचोटि काङ्ग्रेसको कुरा गर्छु तपाईँले सोधेको प्रश्न अहिले किन सोध्नु मलाई मन लागेन सोध्छु होइन कति न्युज खोजेको अहिलेसम्म पैसा बाँड्ने काम भएको छैन पैसा बाँड्ने काम त अहिले बाँड्यो भने त पैसा त चिरिप हुन्छ होइन 17-18 गतेतिर बाँड्ने होला तपाईँहरू कार्यकर्तामा हुनुहुन्छ नयाँ पार्टी जनतामा छ कि कार्यकर्ताको बिचमा कहाँ छ त्यो 21 गते प्रमाणित हुन्छ तर यसपटक तपाईँका नेताहरू कागती निचरे जस्तो भएर बस्नु भएको छ उहाँहरूको प्रधानमन्त्रीको उम्मेदवार जुन ठाउँमा गयो त्यहाँ मान्छे चाहिँ थाम्न नसक्ने छ अब मान्छे मात्र हेर्ने हो नि त मान्छेले हो नि भोट हाल्ने तपाईँहरूको त पितृले तपाईँ पार्टीको एकपछि अर्को प्रभावशाली नेता हो त्यो बिचमा तपाईँ गण्डकी प्रदेश जहाँ पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पर्छ त्यहाँको तपाईँ मुख्यमन्त्री पनि रहिसक्नुभयो त्यो बिचमा तपाईँ सरकारको प्रवक्ता मन्त्री पनि हुनुभयो र अधिकांश सरकारमा नेकपा एमाले छ यो सबै नालायकीको जिम्मा चाहिँ बोक्नु परेन त कतिको सकिन्छ सुधारको लागि म त्यो लास्ट अन्तिम पटक भने म चाहिँ उम्मेदवारी छु के गर्न सकिन्छ कि भन्ने कुरामा यत्रा वर्ष सक्नु भएन यत्रा वर्ष तपाईँको खुट्टी देखिसक्यो अब अन्तिमचोटि सकिन्छ भने कसरी विश्वास गर्ने मैले के भनेको छु भने शासन हाम्रो शासकीय शैलीमा व्यापक सुधार नभइन्जेलसम्म यो सम्भव छैन किन नगरे भने क्या किन नगरे भ्रष्टाचार चाहिँ र कमिसन तन्त्र हाम्रो शत्रु हो त्यसैले यसलाई चाहिँ शत्रु होइन तपाईँहरूको मित्र हो त्यही भन्ने मेरो दिमागमा ठ्याक्कै त्यही आयो गगन थापा भनेको होइन कहिले काहीँ भन्छन् यस्तो केटो पो आयो त्यस्तो छ या उत्साह छ गगन गयो हामीलाई खल्लो लागेको छ तर गगनले पठाएको केटो पनि तगडै रहेछ भन्ने खालको आएको छ अहिले ए ओके हजुर त्यो चाहिँ तपाईँलाई अगाडि देखेर भने होला अब अहिले हामी लोकतन्त्र सङ्कटमा छ भन्ने बिन्दुमा चाहिँ आधारभूत समझदारीको कुरा गर्दछौँ र जनताको मनोविज्ञानलाई पनि ख्याल गर्दछौँ किन चुनाव भने त जनताको मनोविज्ञानलाई पनि बुझेर र चुनाव भने जित्नु पनि हो तपाईँलाई चुनाव भने जित्नु पनि हो भन्दा चाहिँ सिरिङ्ग हुन्छ होला बरु यो ठाउँमा यसरी चाहिँ जानु हुँदैन धेरै पटक सुझाव दिने मान्छे त मै होला नि त्यहाँभित्र अरू कसको छ त्यो ताकत होइन तपाईँ र केपी ओली त दुधको साँच्ची बिरालो हाम्रो मार्ने उद्देश्य हाम्रो पनि थिएन त्यसरी चाहिँ के अरे मारिहाल्छ भन्ने उनीहरूले पनि सोचेका थिएनन् होइन तर जो कस्तो दुःखद घटना हो होइन तर मन्त्री परिषदमा चाहिँ तपाईँहरू कान बन्द गरेर आँखा बन्द गरेर बस्नुहुन्छ मरेको त 76 जना हो होइन कसरी मरेको मात्रै हो भोलिपल्ट चाहिँ हामी सरकारमै छैनौँ हाम्रो सरकारले किन चाहिँ जिम्मेवारी लिने होइन मैले तपाईँहरूले 76 मारेको भनेको छैन परिस्थिति बिग्रियो होला होइन आगजनी भयो सारा भयो त्यसको बाई प्रडक्ट भोलि त बाई प्रडक्ट कसले गरेको त त्यो तपाईँहरूले केपी ओलीलाई बाध्य कसैले बनाउन सक्छ ल केपी ओली जतिको आफ्नो अडानमा टिकिरहने बाध्य नपारेर किन रहेन भन्छ त्यो त जनताले लखेटेको होइन यार यो अङ्कल यार कडा यार खतरा यार स्यावेज क्या स्यावेज पुरै पेल्दै खा क्या माया कसम नेताहरूलाई त बब्बाले पेल्दै क्या यो अङ्कल त यार कडा इन्टरभ्यू कडा पत्रकार सो द्याट्स इट गाइज सो कस्तो लाग्यो तपाईँलाई यो भिडियो आई होप तपाईँहरूले इन्जोय गर्नुभयो होला मलाई त यो पत्रकार अङ्कल चाहिँ कडा लाग्यो अनि तपाईँहरूलाई कस्तो लाग्यो कमेन्ट गर्नु होला सो इफ यु लाइक दिस भिडियो तपाईँहरू चाहिँ हाम्रो पर्वत बस्नेत दाइ उहाँको पेजमा गएर भिडियो हेर्न सक्नुहुन्छ सो यदि हजुरहरूलाई मेरो पनि भिडियो मनपर्छ भने अभियसली च्यानललाई लाइक शेयर एन्ड सब्सक्राइब गरेर सपोर्ट गर्नु होला भन्दै I'll see you back with another amazing reaction video in upcoming days. So for that time, as always, stay happy, stay blessed. Bye bye. Chenepa. ल साथीहरु अर्को भिडियोमा भेट्नु पर्छ है त साथीहरु ओके कैसा लगा मेरा मजाक